भएन यतिको बनाइदिएपछि त बुझ्ला नि त बुढाले यहाँबाट यता जाने बनाएको छु यता गएको छु भनेर हैन यहाँबाट चाउचाउको फुल पनि हाल्दैछु अब म आएन बुढा यो गाउँ कटेर तल्लो गाउँ आइसक्यो अहिले सहरलिङ कटेर तपाईँको आवाज सुन Hello everyone, this is me going to see the surrounding of my village. This place is called Potrang Vir. अहिले चाहिँ म जाँदैछु हात्तीबाङतर्फ हात्तीबाङबाट चाहिँ हाम्रो कालिङबाट चौतेसबाट सैलिङ हुँदै प्लान छ नुहा गुफा जाने लेट्स सी हामी कहाँसम्म पुग्छौँ है यो चाहिँ स्लो मोसनमा भएछ भिडियो सो हात्तीबाङ भन्ने ठाउँको अन्त भयो बाटोको छेउमा गुरदावली फुल जाँदैछ 1 किलोमिटर अनि उक्ति खोला 14 किलोमिटर फ्रम हियर गाउँपालिका कुरिन्टा इच्छागाना गाउँपालिका कार्यालयको वडा नम्बर 1 को कार्यालय यो अनि हाम्रो अगाडि हात्तीबाङ गाउँ यो चाहिँ हात्तीबाङ गाउँ स्कुल कलेज पनि हो यो हैन यो 10 मा मात्रै हो यहाँको कलेज चाहिँ हाम्रै हो चितवन जिल्ला र धादिङ जिल्ला भने पनि सक्दिरबाट शेरबान पोलाङ गडी माइटार दुमकिम बासपुर रिगी खोला कोटगाउँ तल्लो काउले हात्तीबाङ सिराइचुली यो चाहिँ एउटा लतौली शक्तिघर लतौली हैन लटौली लतौली ट भन्थ्यो अनि मान्द्रेढुङ्गा खोइ राख्नु मान्द्रेढुङ्गा हैन प्लिज मेरो कसन तल घर पनि छ मेरो तल पुरै तुवालो लागेको गाडी हैन म बाजा लगाइरा हैन मेरो सामान्य डाँडाको नाम के हो अंकल यो डाँडाको नाम के हो यो धुमाथली डाँडा सेरी रातपार यता रातपार उयो माथि गाउँलाई के भन्छ भन्छ यसलाई त्यो कालिङ बादलमा लुकेको गाउँ भएन लगभग नर्थ साउथ फ्रम हाइवे हिँडेर आउन लगभग 1 दिनभरिको बाटो लाग्थ्यो हाम्रै घरको बाटो मान्छेहरू बजार जान्थे अहिले यहाँ यस्तो पसलहरू अनि तुवालो मुनि गाउँ यहाँबाट चाहिँ त्यो भनेको गाउँको नाम के हो यो जौतेस भने यही हो जौतेस अनि जैथली यो माथि भाराङ गाउँ भाराङको स्कुल त्यो यो मुनि जौतेस तलको के भन्नुभयो राङचुराङ उतै पारीको थापराङ यो चाहिँ राजभोग त्यो स्कुल चाहिँ के हो कुन स्कुल बाराङ स्कुल यो पारीको डाँडालाई चाहिँ के भन्छ तिपाङ अनि माथि खोलबा डाँडा पनि हो खोलमा यो डाँडाको नाम चाहिँ के हो हामी यो डाँडाको नाम अहिले यहाँ भएको यो कुलबाङ भन्छ कुलबाङ यो चाहिँ के गाउँ हो ठाउँ बिर्सेँ मैले तर 27 यहाँबाट जाँदैछौँ हामी यहाँबाट 2टा बाटो रहेछ कता जाने थाहा छैन यतातिरबाट बारीतिर जाने बाटो जस्तो लाग्यो पारी हिमालय सिरिज ब्युटिफुल अनि यताबाट जाने बाटो छ कि छैन पासाङलाई फोन गरेर उठाउनु भएन अब वी विल फाइन्ड आवर वे उकाली ओराली पन्जाङ चौतारी हुँदै आजको यात्रा नुहा गुफासम्मको रहेको छ अब हेरौँ कहाँ पुगिन्छ हाम्रो डेस्टिनेसन पुगिन्छ कि बिच बाटोसम्म नै हुन्छ यात्रा वी विल फाइन्ड आउट है त बाटो चाहिँ अप्ठ्यारो छ भिर पहरा पाखा पहरा बाटो चाहिँ पुरै शीतले भिजेको अवस्था छ बाटो खोज्न गाह्रो छ है त यो बाटोको अप्सन चाहिँ अङ्कल त्यहीँ भुलिदिनु भयो जस्तो गफमा म चाहिँ लङ वे आइसकेँ रोकिने सिचुएसन छैन फोन पनि उठाउनु भएन हेरौँ कहाँ पुगिन्छ अब चाहिँ कहाँ पुगिन्छ थाहा छैन मान्छेलाई सोध्दै खोज्दै
बिर्साउँला नि तर केही भएन हल्का गोरेटो बाटो रहेछ दिस इज पर्फेक्ट फर मी दुनिया सपनों सी है तुम हो तो सुबह नहीं है म तल गाउँ पुगिसकेँ अङ्कल कहाँ हो तपाईँ यार कहाँबाट तपाईँ सयरलिङ पुगिसक्यो तपाईँ सयरलिङ पुगिसक्यो तपाईँ कुन त्यो गाउँ कटेर तल्लो गाउँ आइसक्यो अहिले सयरलिङ कटेर तपाईँको आवाज सुन तपाईँ अङ्कल यहाँ त्यहाँबाट सिधै रोड कटेर त्यहाँबाट सिधै बाटो आउनु सिधै बाटो सुनिएन आवाज हो त्यो गाउँबाट सुन्नु त्यो गाउँबाट सिधै तलतिर आउने बाटो आउनु डाँडै डाँडै म बिच बाटोमै छु म त्यहाँ फर्केर आउँदिनँ अङ्कल हेर्नु आधा घन्टालाई बाटोमा अगाडि 1 घन्टा बाटो तलतिर झरिसकेँ भन्नु रोड कटेर कहाँ पुगिसकेँ म यार रोड अगाडि बढेर सानो बाटो छिर्दै तपाईँ छिरेर सानो बाटो छिरेर सिधै अगाडि आएको छु म बाटो सिधा आएको छु कोही पनि छैन मैले यहाँ टावर देखिरहेको छु टावर मेरो सिधा अगाडि हो डाँडामा छु म माथि डाँडामा अगाडिको हो त्यही रातो पहरामा म रातो पहरा माथि त आउनु तपाईँ अब घर छैन रातो पहरा माथि हो तपाईँ ल रातो माटै माथि पुगेको छु म भएन यतिको बनाइदिएपछि त बुझ्ला नि त बुढाले यहाँबाट यता जाने बनाएको छु यता गएको छु भनेर होइन यहाँबाट चाउचाउको फुल पनि हाल्दैछु अब म आइरनबाट अर्को बाटो गयो भने कि थाहा छैन त्यही भएर म हिँडेँ सिधै अब जङ्गल चाहिँ अब के छ बाघ भालुको आतङ्क कतिको हुन्छ देखाउँदै पनि let's see what we can get from this way तर बाटै टुङ्गिएको जस्तो फिल भयो बाटो टुङ्गिएको हो कि होइन थाहा छैन पहाड चढ्न पर्छ जस्तो पहाड चढ्ने रहेछ माथि पहाडबाटै यो पहाड फेरि समिट गर्नुपर्ने भयो लाइक पहाड ओके इट इज बडी इट इज के को रुख हो यो अलि डरलाग्दो जङ्गल रहेछ रहनु चाहिँ ठिकै छ अब एडभेन्चर त हो होइन के गर्ने पहाड चाहिँ तलतिर खस्यो भने चाहिँ नाम निशाना पाउन गाह्रो छ भ्यू ल भिर हुँदै आएको म कसँग कहाँ आइपुग्यो थाहा छैन किप गोइङ Look at this view. हिमाल अगाडि सगरमाथा हो कि जस्तो लागेको थियो That's Mount Everest. That's definitely Mount Everest, I think. I will have to confirm.
यस्तो ठाउँमा पनि मान्छे बस्ने रहेछन्। बाटो चाहिँ रहेछ धन्न पहाडकै बिचमा भयो भने। क्यामेरा हिँड्छ मसँग, हेरौँ कहाँ कहाँबाट बाटो रहेछ। सानो भेट्छ, पासँग लाग्छ, ट्राई गर्नु पऱ्यो। क्या आवाज आइरहेको छ, हल्का डर लागिरहेको छ। आगो त आउँदैन यता होइन, निगाले चितुवा कसैमा चाहिँ काउन्टर हुनसक्छ, भालु। अब हेरौँ, एक्लै छु, अङ्कल हराउनु भयो। ओ माई गड, बाटो, दिस इज बाटो, नेपालको बाटो हो यो, कुनै गाउँ पुग्ने। अनि भ्यू अगाडिको, हाउ इज दिस ब्युटी। बाटो चाहिँ यो बाटो, त्यहाँ अगाडि बाघ बोलुक्ने पहरा छ जस्तो लाग्यो। सबै त्यस्तै छ बाटो, चार्ज छैन, यसरी झुन्डिँदै गइरहेको छु। 2% छ, अब टिक्दैन सायद। बाटो छैन हाम्रो, कसरी जाने अब। यसरी एउटा हात मात्र। औ ल, डाँडा चाहिँ एउटा छिचोलियो। कहाँ जाने, यो डाँडा फटेपछि हेर्न पर्ला कहाँ पुग्छ। त्योबाट नियरली 9-10 किलोमिटर टाढा आइसक्यो है। जङ्गलको बिचमा कहीँ पनि जाने बाटो छैन। अब कहाँ जाने हो थाहा छैन। ओह माई गड, सेट। अब म्याप हेर्नु पऱ्यो, गुगल म्याप। आइपुग्यो, ब्याट्री 10% मात्रै रिमेनिङ छ। अब सायद भिडियो अफ गर्नुपर्ने सिचुएसन हुन्छ होला। माथिबाट बाटो थियो कि थिएन थाहा छैन, तर म तलै आएँ। हेरौँ कहाँ पुगिन्छ। दिस इज मी आफ्टर 2 घन्टाको वाक अन द बुस, झाडीमा 2 घन्टा हिँडिसकेपछि। बाटो कहीँ छैन यहाँ तलमाथि। अब बिचमा जङ्गलको बिचमा आएर बसेको छु। आई डोन्ट नो वाट्स गोना ह्यापन नेक्स्ट, तर आइम गोना ट्राई टु फाइन्ड अ वे। ल हेर्नु, यताबाट हाउमा उयो गाडी होइन, केही पनि छैन क्या, बाटै छैन यहाँबाट, नो वे। त्यो हात्तीबाङ माथिको डाँडा, त्यहाँबाट यसै हुँदै आएको। अब चाहिँ बाटो भेटियो। अब चाहिँ सरर आयो त, तालगाडी बाटो, सररा यसरी ठाउँमा चाहिँ यसरी काटेर छोड्दैछु मैले बासङ्कलाई चाहिँ। बासङ्कल हराउनु भएर अब यही राइटबाट आउनुभयो भने देख्नुहुन्छ। हेरौँ आउँछ कि आउँदैन बुढा। On the way to Naha Gufa, Barang खोला, Darling खोला, Barlang खोला जो भन्ने हो माथिबाट आउने मनछाँगाको शिर। यो चाहिँ नुहा गुफाबाट आउने खोला है त, दुङमाङबाट आउने खोला। एक्चुअली डुबुल्की मारेर जानु पाइदिए अलि मजा आउँथ्यो होला, तर आई डोन्ट नो, माथि आइहालेँ। अब के तल झर्नु, सेट भयो।